इन्डिया र न्युजिल्यान्डको बीचमा भएको तेस्रो ओडिआई खेलमा न्युजिल्यान्डले 41 रनले जित हात पार्नु भएको छ। धेरै नै राम्रो खेल भएको थियो तेस्रो ओडिआई खेल इन्डिया र न्युजिल्यान्डको बीचमा। न्युजिल्यान्डको 5 रनमै 2 विकेट गइसकेको थियो। त्यहाँबाट डेनियल मिचेल र ग्लेन फिल्ड्सले गजबको ब्याटिङ गर्नु भएको थियो। दुईटै ब्याट्सम्यान ग्लेन फिल्ड्स र डेनियल मिचेलले गजबको ब्याटिङ गर्नु भएको थियो। डेनियल मिचेलले 131 बलमा 137 रन बनाउनु भएको थियो, जसमा 15 चौका रहेको छ र 3 छक्का रहेको छ। र ग्लेन फिल्ड्सले सिर्फ 88 बलमा 106 रन बनाउनु भएको थियो, 9 चौका र 3 छक्काको मद्दतले। न्युजिल्यान्डलाई जुन हिसाबको पार्टनरशिपको जरुरत रहेको थियो, त्यहाँ ग्लेन फिल्ड्स र डेनियल मिचेलले त्यो पार्टनरशिपलाई बनाउनु भएको थियो। गजबको ब्याटिङ गर्नु भएको थियो। न्युजिल्यान्डले 50 ओभर खेलेर 8 विकेट गुमाएर 337 रन बनाउनु भएको थियो इन्डियाको अगाडि। तेस्रो ओडिआई खेलमा एउटा पहाड जस्तो स्कोर इन्डियाको अगाडि खडा गर्नु भएको थियो। सो लक्ष्य पछ्याउँदै क्रममा इन्डियन क्रिकेट टिमका ब्याटिङ क्रममा म भन्न गइरहेको छु, रोहित शर्मा पछिल्लो सिरिजदेखि चलिरहेको छैन। अस्ट्रेलिया सिरिजमा जुन ब्याक टु ब्याक 250 प्रहार गर्नुभएको थियो, त्यहाँदेखि यस न्युजिल्यान्ड सिरिजमा अहिलेसम्म 3 खेलमा 50 प्रहार गर्नुभएको छैन। रोहित शर्मा 13 बलमा 11 रन, जसमा 2 चौका रहेको छ। स्ट्राइक रेटको कुरा गर्नुपर्ने 84 को स्ट्राइक रेटले ब्याटिङ गर्नुभएको छ रोहित शर्मा। र सुमन गिल कप्तान पछिल्लो 2 खेलमा ब्याक टु ब्याक 50 प्रहार गर्नुभएको थियो सुमन गिलले, र आज 18 बलमा 23 रन गुमाउनु भएको थियो सुमन गिलले। 18 बलमा 23 रन, जसमा 4 चौका रहेको छ। स्ट्राइक रेटको कुरा गर्नुपर्ने 127 को स्ट्राइक रेटले ब्याटिङ गर्नुभएको छ सुमन गिल। विराट कोहली चेज मास्टर भन्नुपर्ने एकदमै राम्रो ब्याटिङ गर्नुभएको थियो विराट कोहलीले। आज 108 बलमा 124 रन, जहाँ विराट कोहलीको काम रहेको थियो उहाँ काम गरिरहेको थियो, तर लास्ट अन्तिमतिर विकेट गुमाउन सकेको थियो विराट कोहलीले। 108 बलमा 124 रन बनाउनु भएको थियो विराट कोहलीले, चेज मास्टर, जसमा 10 चौका रहेको छ र 3 छक्का रहेको छ। र स्ट्राइक रेटको कुरा गर्नुपर्ने 114 को स्ट्राइक रेटले ब्याटिङ गर्नुभएको छ विराट कोहली। र सरपञ्च साहब श्रेयस अय्यर धेरै दिनपछि कमब्याक गर्नुभएको छ। यसभन्दा पछाडिको खेलमा पनि त्यति राम्रो गर्न सकेको थिएन, तर पहिलो ओडिआई खेलमा 49 रनमा आउट भएको थियो सरपञ्च साहब। केएल राहुल यसभन्दा पछाडि ओडिआई खेलमा सेन्चुरी प्रहार गर्नुभएको थियो, तर आज त्यति राम्रो गर्न सकेन। केएल राहुल 6 बलमा 1 रन र 16 को स्ट्राइक रेटले ब्याटिङ गर्नुभएको छ केएल राहुल। र नितेश रेड्डी ओडिआई क्रिकेटमा हार्दिक पाण्ड्याको रोल निभाइरहेको छ। नितेश कुमार रेड्डी युवा खेलाडी 57 बलमा 53 रन, जसमा 2 चौका रहेको छ र 2 छक्का रहेको छ। र स्ट्राइक रेटको कुरा गर्नुपर्ने 92 को स्ट्राइक रेटले ब्याटिङ गर्नुभएको छ नितेश रेड्डी, जो कि ओडिआई क्रिकेटमा हार्दिक पाण्ड्याको रिप्लेसमेन्ट मानिरहेको छ। इन्डियन क्रिकेट बोर्डले हार्दिक पाण्ड्यालाई T20 मा मात्र अहिले चान्स दिइरहेको छ, र T20 मा हार्दिक पाण्ड्याले गजबको पर्फर्मेन्स दिनु भइरहेको छ, र ओडिआई क्रिकेटमा राम्रो जग्गा बनाउनु भइरहेको छ। नितेश कुमार रेड्डी बलिङबाट पनि ब्याटिङबाट पनि आज 53 बलमा 57 बलमा 53 रन, जसमा 2 चौका रहेको छ र 2 छक्का रहेको छ। स्ट्राइक रेट कुरा गर्नुपर्ने 92 को स्ट्राइक रेटले ब्याटिङ गर्नुभएको छ। र सर रविन्द्र जडेजा त्यति राम्रो गर्न सकेन यस सिरिजमा। रविन्द्र जडेजाले 16 बलमा 12 रन र स्ट्राइक रेटको कुरा गर्नुपर्ने 75 को स्ट्राइक रेटले ब्याटिङ गर्नुभएको छ रविन्द्र जडेजा। र राणाजी गजबको ब्याटिङ भन्नुपर्ने, राणाजीको बलिङबाट पनि ब्याटिङबाट पनि यस सिरिजमा राणाजीले हर्षित राणाले यस ओडिआई सिरिजमा 3 खेलमा 3 चोटि डेभन कन्वेलाई आउट गर्न सफल भएको छ। राणाजी हर्षित राणा यस ओडिआई सिरिजमा 3टै खेलमा कन्वेलाई आउट गर्न सक्छ। गजबको ब्याटिङ भन्नुपर्ने, जहाँ
हर्षित राणाको काम रहेको थियो ब्याटिङबाट त्यहाँ त्यसले एउटा राम्रो स्कोर गर्न हर्षित राणा 43 बलमा 52 रन जसमा 4 चौका रहेको छ र 4 छक्का रहेको छ र स्ट्राइक रेटको कुरा गर्नुपर्ने 120 को स्ट्राइक रेटले ब्याटिङ गर्नुभएको छ र मोहम्मद सिराज खाता खोल्न सफल भएन। कुलदीप यादव 5 बलमा 3 रन र हर्षदीप सिंह 2 बलमा 4 रन 200 को स्ट्राइक रेटले ब्याटिङ गर्नु। न्युजिल्यान्डले यो खेल 41 रनले जित हात पार्नु भएको छ। हर्षदीप सिंहले 10 ओभरमा 1 मेडेन र 63 रन खर्च गरेर 3 विकेट हात पारेको छन् र 6.3 को इकोनोमिकले बलिङ गर्नुभएको छ र हर्षित राणा 10 ओभर 84 रन आज अलि महँगो साबित भएको छ र 3 विकेट हात पार्नु भएको छ। तेस्रो ओडिआई खेलमा मोहम्मद सिराजले गजबको बलिङ गर्नुपर्ने 10 ओभरमा 43 रन खर्च गरेर 1 विकेट हात पार्नु भएको छ र 4.3 को इकोनोमिकले बलिङ गर्नु भएको छ। नितेश कुमार रेड्डी 8 ओभर 53 रन अलि महँगो साबित भएको छ, विकेट चाहिँ प्राप्त गर्न सकेको छैन र कुलदीप यादव 6 ओभर 48 रन 1 विकेट र सर रविन्द्र जडेजा 6 ओभर 41 रन विकेट चाहिँ प्राप्त गरेको छैन। सो न्युजिल्यान्डले यस सिरिजमा इन्डियामा आएर हिस्ट्रीमा पहिलोचोटि यस्तो भएको छ कुनै अर्को देशका खेलाडी आएर इन्डियामा सिरिज हराएर जाँदै हुनुहुन्छ र यो पहिलोचोटि भएको छ हिस्ट्रीमा न्युजिल्यान्डले इन्डियामा आएर इन्डियालाई सिरिज हराउनु भएको छ। गजबको ब्याटिङ भन्नुपर्ने डेनियल मिचेलको र ग्लेन फिल्ड्सको, जहाँ न्युजिल्यान्डको पार्टनरसिपको जरुरत रहेको थियो त्यहाँ डेनियल मिचेल र ग्लेन फिल्ड्सले गजबको ब्याटिङ गर्नुभएको थियो र यो खेल न्युजिल्यान्डले सजिलै जित हात पार्नु भएको छ।